नमस्ते, म डाक्टर विजय। आज चाहिँ म पाइलोनेरल साइनस अथवा पाइलोनेरल सिस्टको बारेमा चाहिँ केही जानकारी लिएर आएको छु। यो पाइलोनेरल सिस्ट भनेको के हो अथवा यो साइनस भनेको चाहिँ के हो र यो कसरी हुन्छ र यसको लक्षणहरू चाहिँ के हो र यसलाई चाहिँ कसरी चाहिँ उपचार गर्न सकिन्छ भन्ने एउटा छोटो जानकारी लिएर आएको छु। सर्वप्रथम पाइलोनेरल साइनस भनेको जुन चाहिँ हाम्रो यो बटक छ, दुईटा बटकको बिचमा चाहिँ टेल बोन नजिकै एउटा चाहिँ प्वाल जस्तो हुने अथवा यो डल्लो जस्तो स्वेलिङ जस्तो हुनेलाई चाहिँ पाइलोनेरल सिस्ट अथवा साइनस भनिन्छ हैन। यो चाहिँ कसरी हुन्छ भन्दाखेरि यो चाहिँ प्रायः जसो धेरै लामो समयसम्म जो बस्ने काम गर्छ, जस्तै ट्रक ड्राइभरहरू ड्राइभिङ एकदम लामो जर्नीहरू गर्ने, लामो समयदेखि चाहिँ ड्राइभिङ मात्र गर्ने मान्छेहरूमा चाहिँ बढी देखिन्छ। अर्को चाहिँ धेरै अफिस कामहरूमा अफिसमा बसेर काम गर्नेहरूलाई चाहिँ यो बढी देखिन्छ भने कसैलाई चाहिँ मोटोपनले गर्दाखेरि पनि हुन्छ भने कसैको चाहिँ अब यो कपालहरू चाहिँ जुन हाम्रो यो बटक नजिकैको कपालहरू छ त्यो चाहिँ खास गरी त्यो चाहिँ त्यसले चाहिँ प्वाल पारेर त्यो भित्र प्वालमा छिर्ने गर्दछ। अब यसको लक्षणहरू भन्दाखेरि चाहिँ अब सुरुमा चाहिँ यो कसैको चाहिँ एउटा डल्लो जस्तो मात्र पनि हुनसक्छ टेलबोन नजिकै हैन। बिस्तारै बिस्तारै त्यो चाहिँ पछि गएर चाहिँ इन्फेक्सन हुने गर्दछ, जुन चाहिँ पाइलोनेरल सिस्ट इन्फेक्सन भएर चाहिँ पछि चाहिँ आफै ब्रस्ट हुनसक्छ अथवा केही गरी त्यसलाई चाहिँ निकाल्नु पर्यो अथवा त्यसलाई ड्रेन गर्नु पर्यो भने त्यहाँ एउटा साइनस बन्ने गर्दछ। त्यसैलाई चाहिँ हामी पाइलोनेरल साइनस भन्छौँ है। अब कहिलेकाहीँ चाहिँ के हुन्छ, यो दुखाइ कहिलेकाहीँ चाहिँ केही पनि नहुन पनि सक्छ होइन, सिम्पटम नहुन पनि सक्छ, दुखाइहरू नहुन पनि सक्छ। यस्तो केसहरूमा कहिलेकाहीँ चाहिँ अब त्यो साइनसहरू चाहिँ इन्फेक्सन भइराख्ने, दुःख दिइराख्ने, कहिलेकाहीँ पिपहरू बगिराख्ने, ब्लिडिङहरू पनि भइराख्ने पनि हुनसक्छ यस्तोमा। अब यसको उपचार चाहिँ सर्जरी नै हुन्छ। यसलाई चाहिँ कुनै पनि औषधि खाएरै यसलाई सुकाउने भन्ने चाहिँ हुँदैन। अब केही इन्फेक्सन भएको बेला चाहिँ इन्फेक्सन कम गर्नको लागि चाहिँ एन्टिबायोटिकहरू खाने हुन्छ भने, तर यो पुरै निर्मूल पार्नको लागि चाहिँ कुनै पनि त्यस्तो औषधि हुँदैन। यसलाई चाहिँ सर्जरी नै गर्नुपर्ने हुन्छ। सर्जरी यसलाई चाहिँ फ्ल्याप रिपेयर गर्नुपर्ने हुन्छ। जुन त्यो सिस्ट छ, जुन त्यो साइनस छ, त्यसलाई चाहिँ पुरै नै काटेर निकालेर यसलाई चाहिँ साइडको चाहिँ फ्ल्याप, हेल्दी फ्ल्याप ल्याएर चाहिँ त्यसमा सर्जरी गर्नुपर्ने हुन्छ। अब हजुरहरूलाई पनि यस्तो छ भने चाहिँ एक्चुअली डक्टरले देखाउनु होला। यसले चाहिँ सर्जरी नै गर्नुपर्ने हुन्छ। यसलाई औषधि खाएर चाहिँ ठिक हुँदैन है त। हस्, धन्यवाद।